आमा हजुरले के बनाउँदै हुनुहुन्छ? मैले रोटी बनाउँदैछु बेबी। आजको मेन्यु के हो? आजको मेन्यु तिमीले भनेको तिम्रो फरमाइसमा बनाउँदैछु लन्च। हो र? साच्चीकै? हो नि। बटर चिकन नानु हो? बटर चिकन र रोटी। हजुरले कस्तो राम्रो गोलो गोलो बनाउनु भएको, मलाई पनि सिकाउनु न आमा। अब सिक्दै गइन्छ ठुलो ठुलो भएपछि। मलाई पनि सानो सानोमा आउँथेन, मम्मीले गोलो भएन भन्नुहुन्थ्यो तिम्रो हजुरआमाले। अहिले नि अब त्यस्तो पर्फेक्ट त छैन, तर आइ एम ट्राइङ माई बेस्ट। अनि चाहिँ ग्रिसुले कति हेल्प गरे अन्त? ग्रिसुले पिठो खेलिहान आमा आमा भन्छन्। यता हेर त ग्रिसु। आमा आमा रेडी रेडी एकदमै मिठो हुन्छ जस्तै लाग्छ मलाई। Let's see. Let's see about it, आमा। हेर्नु त कति मिठो हो, एकदमै राम्रो भयो होइन आमा? अनि यहाँ गोलो गोलो पनि कति राम्रो बनाउनु पर्छ। हजुरले रोटी पकाउन सुरु गर्नुभयो? फुल्यो? अब हेरौँ अब। हे फुल्यो त फुल्यो। भकुन्डो जतै भयो त। भकुन्डो जतै भयो त बेबी। कति राम्रो। यसरी फुल्यो भने मजाले जतासुकै पाक्छ नि त, नडढिकन होइन? त्यही भएर रोटी फुलेको राम्रो हुन्छ भन्छ। ल यसरी राख्ने। स्लो डाउन भयो नि त, अब सानो भयो। आमा अझै पाके होइन? अब नियरली भइसक्यो बेबी। म हेर्छु नि। वाउ, आई क्यान्ट वेट टु इट आमा। प्लेटमाथि के प्लेटवाला के राख्नु भएको आमा? रोटी छोपेर राखेको। ए वाउ, रोटी पनि राम्रै भयो होइन आमा? यम्मी लुक्स यम्मी, भेरी यम्मी आमा। अब खाएपछि भन है कस्तो हुन्छ। ल, I can't wait to eat. I can't even wait a single second आमा। नेली रेडी भयो। अब प्लेट रेडी बनाऊ। ल बाबालाई बोलाऊ, बुनुलाई बोलाऊ। ल हस्, म प्लेट रेडी गर्छु।